हेलो साथीहरु नमस्कार। हामी चाहिँ माइत जान आँटेको मेरो छोरी नगर्नु अरे म चाहिँ अहिले माइत जाँदैछु साथीहरु। ल है साथीहरु हामी चाहिँ यहाँ डिपुमा आइपुग्यौं। यहाँ डिपुको यो खोला, यहाँ मेरो छोरी, यहाँ छोरा, यहाँ हामी गलेर चाहिँ एकछिन बसिरहेको। अनि यहाँ चाहिँ म यहाँ सफारी बोलाइरहेको छु मामालाई। मामा आउनुहुन्छ लिनुको लागि। उताबाट सफारी नै आउनु मान्दैन र यहाँ गलीमा हामी हिँड्दै हिँड्दै आएर यहाँ मेरो छोरी हेर्नु न कति ल है साथी। म चाहिँ माइत सामानहरू लिनु छ, त्यहाँ खाट र टेबल गच्छा लानुको लागि। सो त्यही भएर माइत जाँदैछु। हेर्दै गर्नु होला मेरो भ्लग। ल है साथीहरु हाम्रो चाहिँ सफारी आयो। हो र ए यहाँ न यहाँ गति मेरो छोरीको ज्याकेट खोलेर उहाँ स्टाइल देखाउने भएको। यहाँ यो ऊ साइकलमा आउने रे उहाँ। हामी चाहिँ अहिले पुग्न आँट्यौँ सामानमा। मेरो छोरा चाहिँ साइकल। यो चाहिँ हाम्रो बुढी खोला, यो पर चाहिँ पुल। ल है साथीहरु म चाहिँ मेरो माइत आइसकेँ। मेरो माइतको हालत, घरमा चाहिँ कोही बस्नुहुन्न यहाँ मेरो माइतमा। यस्तो छ घरको हालतहरू, घरमा मान्छे नभएपछि। ल है साथीहरु म चाहिँ यहाँ अब चाबी लाएको छ यहाँ घरमा चाहिँ। यहाँमा चाहिँ कोही बस्नुहुन्न, मम्मी पनि हुनुहुन्न। मम्मी मेरो भाइ चाहिँ बाहिर छ अनि मम्मी चाहिँ हुनुहुन्न, बुवा पनि हुनुहुन्न। ल है साथीहरु म चाहिँ यहीँ भित्र चाबी फुटाएँ र पसेँ। यहाँ नयाँ घरको हालत कस्तो छ, मान्छे नबसेको छ। यहाँ हुनुहुन्छ हाम्रो मम्मी। उता यो हामी चाहिँ चिसो खानु आएको यहाँ होटलमा। लगेको यहाँबाट खाएको साथीहरु। हामी चाहिँ घरमा छौँ। यहाँ मेरो छोरी के खाएको